हेलो गाइस, सबैजना नमस्कार। आज चाहिँ मैले चटपट बनाउनु लागेको अनि मैले के भन्छ यो बसाले पानी हाले अनि अब आलु हालिरहेको छु। मलाई यस्तो खानेकुराहरू बनाउन मजा आउँछ। मैले कटिङ बोर्ड पनि झिकिसकेँ। अब टमाटरको पालो। अब टमाटरलाई चपिङ बोर्डमा काट्छु। मैले हेर्न सक्नुहुन्छ, मैले काटिरहेको छु। यस्तो खानेकुराहरू बनाउन मलाई निकै मजा लाग्ने हुनाले मैले आफ्नो ब्लगिङ च्यानलमा यस्तो खाना फुड ब्लग पनि हाल्ने गर्दछु। अब यति काटेपछि मैले आफ्नो बाटामा हाले। देख्न सक्नुहुन्छ, मैले प्याज काट्न लागेको बनाउन त भ्याइन, त्यसैले प्याज काटिसकेको भागलाई यसो खिचेर अहिले फेरि बाटोमा खनाइदिएँ। हेर्नु गाइज, मैले खनाउँदै भ्याइसकेको छु। अब बदामको पालो। बदाम कति मिठो हुन्छ त्यो सबैलाई थाहा छ। त्यसैले चटपटेमा बदाम बिना कसरी स्वाद आउँथ्यो र। त्यसैले मैले बदामको लागि त्यो चक्कुले काटे प्लास्टिक। अब देख्न सक्नुहुन्छ, मैले बदाम हालिसकेको छु। मैले आज आफ्नो परिवारलाई नै चटपट बनाएर खुवाउने छु। मेरो हातले बनाएको चटपट निकै मिठो हुन्छ भन्ने मेरो परिवारलाई थाहा छ। मैले विशेष गरी चटपटहरू बनाउँदा क्विक चाउचाउ युज गर्छु। त्यसैले आज पनि जे पनि गर्दा मैले क्विक चाउचाउको युज गर्छु। त्यसैले आज चटपट पनि मैले क्विक चाउचाउले नै युज गर्नेछु। मैले मजाले क्विक चाउचाउलाई धुलो पिठो बनाएँ मैले आफ्नो हातले, आफ्नो पावरले, किनभने म एकदम शक्तिशाली छु। त्यो त सबैलाई थाहा छ होइन। अनि मैले एकै पालो सबलाई हाले गाइज। अब मेरो हातको जादुले कति मिठो हुन्छ हेर्दै जानुहोला। सबै हालिसकेपछि अब काँक्रो काट्ने पालो। मैले माथिको तितौरा र बडौरा काटेर फालिदिएँ अनि आधीको आधी काटेँ अनि त्यसबाट आधी काटेँ, फेरि आधी काटेँ, आधीको आधी काटेँ फेरि अनि फेरि आधी काटेँ। त्यसपछि त्यसलाई चप गरेर मसिनोमा गर्नेछु। टाइम लाउनेछ तर मैले गर्नेछु। ल गाइस, हेर्नुहोला। मैले काटेर भ्याइसकेको छु। गुदी चाहिँ साइडमा राखेको छु। हेर्न सक्नुहुन्छ, गुदी हाल्न नहुनाले त्यसैले मैले गुदी आफ्नो मुखा खाइरहेको छु। खाएको त नदेखाम, फेरि आँखा पर्यो भने झ्याउ हुन्छ। म पहिल्यै दुब्लो छु, फेरि झनै दुब्लायो भने मलाई मालन्युट्रिसन हुन सक्छ। अब मैले काँक्रो बाटामा हाल्न गइरहेको छु। काँक्रो पनि बाटामा हालिसकेपछि अब टेस्ट नआउने कुरै भएन। मेरो सिक्रेट रेसिपी पनि आज तपाईँहरूले देख्न सक्नुहुनेछ। यो मैले प्रस्तुत गरेको, यो तपाईँहरूमाझ प्रस्तुत गरेको यो चटपट ब्लगमा आलु पनि उम्लेर फ्याट्ल्याक्क भइसकेको रहेछ। मैले धेरै नै बेर उमाले जस्तो लाग्यो मलाई। आलु देख्न सक्नुहुन्छ, अलि बढी नै पाकिसकेको रहेछ। मैले भुत्लाए आलु सबैलाई छोडाएँ। सबैलाई त लास्टमा दुईटा त रह्यो होइन गाइज, तर मैले छोडाइरहेको छु। तर किन हो किन मलाई काँचो आलु छोडाउनुभन्दा उमालेको आलु छोडाउन मजा लाग्छ। यसको कारण धेरै छ। काँचो साह्रो हुन्छ अनि यो कमलो हुन्छ, त्यसैले पनि होला। अनि मैले मजाले नुन हालेँ। बिरी नुन पनि हाल्न पर्थ्यो। मैले बिरी नुन हालिसकेँ अलिकति होइन गाइज। धेरै नै हाल्नुपर्छ, किनभने नुनले त हो चटपटको टेस्ट आउने। मैले फेरि हातले जादु देखाएँ गाइज अनि नुनको भाँडो माथि राखिदिएँ। पछाडिको ब्याकग्राउन्ड नोटिस नहान्नु, यो चाहिँ घिउ हो।
घिउबाटै हो मेरो सिक्रेट रेसिपीको स्वाद आउने होइन गाइज। आज तपाईँले थाहा पाउनुभयो। अब तपाईँको चटपट पनि फेमस हुन्छ र तपाईँले चटपट पसल खोल्न मजा हुन्छ। यतिसम्मको कुराकानी गरिसकेपछि मैले अन्तिममा आएर आफ्नो प्यारो नरम हातले चटपट मुसिरहेको छु। सायद यो बाटोमा थोरै हुन्थ्यो होला, त्यसैले मैले अर्को बाटामा झिक्ने प्रयास गर्दैछु। झिकी अर्को बाटामा चटपट हालिसकेपछि मैले त्यसलाई लुवाम 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 हातले गरेर सर्भ गरेँ। सर्भ गरिसकेपछि देख्न सक्नुहुन्छ बाँकी रहेको म पाहुनालाई अर्थात् कसैलाई परेमा दिन्छु, बाँकी म खान्छु। यो त आफ्नो कर्तव्य नै पर्यो। त्यसैले बाई।